नेपाली फुटबल अब पनि नबिउजिए कहिले। दक्षिण एसियाको सबैभन्दा ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप 2026 को तालिका बन्दैछ। खेलहरू तय हुँदैछ, तर एउटा देशको नाम भने अझै अनिश्चित छ, नेपाल। कारण हो अखिल नेपाल फुटबल सङ्घ एन्फामाथि फिफाको निलम्बन, तेस्रो पक्षको हस्तक्षेप, निर्वाचन विवाद तथा फिफाको निर्देशन अपज्ञा जस्ता कारण देखाउँदै फिफाले 24 जुन 2026 देखि एन्फालाई निलम्बन गरेको हो। निलम्बन कायम रहेसम्म नेपालका राष्ट्रिय तथा क्लब टोलीले फिफा तथा एएफसी अन्तर्गतका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्। त्यसैले अहिले साफ च्याम्पियनसिपमा नेपालको सहभागिता पनि अनिश्चित बनेको छ। फिफाको निलम्बन हटेन भने नेपाल प्रतियोगिताबाट बाहिरिनेछ। सोच्नुहोस् त, हाम्रो राष्ट्रिय टोलीले दक्षिण एसियाको सबैभन्दा ठुलो प्रतियोगिता नै खेल्न नपर्ने अवस्था आएको छ। तर यो समस्या आज अचानक आएको होइन। नेपाली फुटबल लामो समयदेखि व्यवस्थापनको असफलता, विवाद र दिशाहीनताको शिकार हुँदै आएको छ। लामो समयको प्रतीक्षापछि नेपाली फुटबलको घरेलु सिजन पुनः लयमा फर्किने आशा जागेको थियो। क्लब प्रतिनिधिहरू र एन्फाबिजको सहमतिपछि नेपाल राष्ट्रिय लिग 2026 सुरु भयो र त्यसपछि ए डिभिजन लिग सञ्चालन गर्ने तयारी थियो। राष्ट्रिय लिगका केही चरणका खेलहरू पनि सम्पन्न भइसकेका थिए, तर विदेशी खेलाडीहरूको भिजा तथा श्रम स्वीकृति सम्बन्धी विवादका कारण मार्चमा राष्ट्रिय लिगसँगै शहीद स्मारक एन्फा महिला लिग पनि स्थगित भयो। पर्यटक भिजामा रहेका विदेशी खेलाडीहरूलाई व्यावसायिक फुटबल खेलाइएको विषयमा अध्यागमन विभागले चासो देखाएपछि एन्फाले बाँकी खेलहरू स्थगित गरेको थियो। यसले नेपाली फुटबलमा लामो समयदेखि देखिँदै आएको व्यवस्थापकीय र प्रशासनिक समस्यालाई फेरि उजागर गर्यो। घरेलु फुटबलमा करिब 3 वर्षको ठुलो शून्यता रह्यो। त्यो बिचमा खेलाडीहरूसँग नियमित प्रतियोगिता थिएन, नियमित आम्दानी थिएन र आफ्नो प्रतिभा विकास गर्ने पर्याप्त अवसर थिएन। यसको परिणाम खेलाडीहरू विदेश जान बाध्य भए। आफ्नो करियर बनाउन, परिवार पाल्न र राम्रो अवसर खोज्न धेरै खेलाडीले नेपाल छाडे। र समस्या खेलाडीमा मात्र सीमित छैन। फुटबलको संरचना नै कमजोर हुँदा रेफ्री, प्रशिक्षक र अन्य प्राविधिक जनशक्तिका लागि पनि नेपालमा भविष्य देख्न गाह्रो हुँदै गएको छ। हामीसँग प्रतिभाको कमी छैन, तर प्रतिभालाई विकास गर्ने प्रणालीको कमी छ। 10-15 वर्ष अघि फर्केर हेर्नुहोस्, हामीसँग नियमित घरेलु प्रतियोगिता थियो, राष्ट्रिय टोलीले लगातार अन्तर्राष्ट्रिय फुटबल खेल्थ्यो, साफ च्याम्पियनसिप जित्न नसके पनि नेपालले दक्षिण एसियाका बलिया टोलीहरूलाई चुनौती दिन्थ्यो, कहिलेकाहीँ राम्रा नतिजा पनि निकाल्थ्यो। तर आज त्यो निरन्तरता नै हराएको छ। पुरुष फुटबल लामो समयदेखि ठुलो उपलब्धिको खोजीमा छ र पीडादायक अवस्थामा पुगेको छ। महिला फुटबलले बारम्बार कन्सिस्टेन्ट पर्फर्मेन्स गरे पनि ठुलो उपलब्धि भने हासिल गर्न सकेको छैन। एक समय महिला टिम एसियन कपमा पुग्ने ठुलो अवसर थियो। 2025 को एसियन कप क्वालिफायर्समा नेपाल उज्बेकिस्तानसँग 4-2 ले पेनाल्टीमा पराजित हुँदै एसियन कपको स्थान गुमायो। 8 मध्ये 6 संस्करणको फाइनल खेलेको नेपालले एक पनि फाइनल जित्न सकेको छैन र 2026 को महिला साफ च्याम्पियनसिपमा पनि नेपाल समूह विजेता बनेर सेमी फाइनल पुगेको थियो, तर बङ्गलादेशसँग 2-1 ले पराजित हुँदै फेरि फाइनल पुग्न सकेन। अर्थात् प्रतिभा छ, सम्भावना पनि छ, तर प्रणाली छैन। अझ दुःखद कुरा के हो भने खेलाडीहरू स्वयं पनि एन्फाको कार्यशैलीप्रति असन्तुष्ट हुँदै आएका छन्। 2026 मै नेपाल फुटबल खेलाडी सङ्घले एन्फा कार्यालयमा तालाबन्दी गर्दै घरेलु लिग नियमित गर्नुपर्ने लगायतका माग राखेको थियो। महिला राष्ट्रिय टोलीकी कप्तान सावित्रा भण्डारीको उपचारको विषयमा पनि खेलाडीहरूले एन्फा विरुद्ध विरोध गरेका थिए। अझ विडम्बना त के छ भने विगतमा केही खेलाडीहरू नै एन्फाको नेतृत्व र आन्तरिक राजनीतिमा नजिकबाट जोडिएको आरोप र समाचारहरू पनि नआएका होइनन्। नेपाली राष्ट्रिय टोलीका लामो समयदेखिका कप्तान किरण चेम्जोङले एन्फा विरुद्ध खेलाडीहरूले गरेको आन्दोलनमा खुलेर साथ दिएनन्। त्यति बेला खेलाडीहरू आफ्नो अधिकार र नेपाली फुटबलको भविष्यका लागि आवाज उठाइरहेका थिए, तर आज अवस्था यस्तो बनेको छ कि त्यही खेलाडीहरू एन्फालाई निलम्बन गराउन पहल गरिदिन आग्रह गरिरहेका छन्। प्रश्न स्वाभाविक रूपमा उठ्छ, जब एन्फामाथि दबाव सिर्जना गर्न र नेपाली फुटबलको पक्षमा उभिन खेलाडीहरूको सामूहिक आवाजको आवश्यक थियो, त्यति बेला किरण जस्तो अनुभवी र प्रतिभाशाली खेलाडीले किन त्यो आवाजमा साथ दिएनन्? आजको सङ्कटमा एन्फासँग समाधान मागिरहँदा हिजो सही समयमा सही प्रश्न उठाउने अवसर गुमेको हो कि भन्ने प्रश्न पनि उठ्छ। अब प्रश्न हो, नेपालले के गर्नुपर्छ? सबैभन्दा पहिला फिफाको निलम्बन हटाउनुपर्छ। सरकार, एन्फा र सम्बन्धित पक्षले फिफा र एएफसीसँग गम्भीर र पारदर्शी संवाद गर्नुपर्छ। दोस्रो, फुटबलको प्रशासनमा संरचनात्मक सुधार आवश्यक छ। व्यक्तिभन्दा संस्था ठुलो हुनुपर्छ। राजनीतिक हस्तक्षेप, व्यक्तिगत स्वार्थ र शक्ति सङ्घर्षभन्दा माथि उठेर पारदर्शी र जवाफदेही नेतृत्व आवश्यक छ। तेस्रो, नियमित घरेलु लिग अनिवार्य हुनुपर्छ। खेलाडीले वर्षमा केही प्रतियोगिता खेलेर मात्र व्यावसायिक फुटबलर बन्न सक्दैनन्। चौथो, ग्रासरुटमा लगानी गर्नुपर्छ। विद्यालयदेखि स्थानीय क्लब,
एकाडेमीदेखि राष्ट्रिय टोलीसम्म एउटा स्पष्ट पाथवे बनाउनुपर्छ र सबैभन्दा महत्त्वपूर्ण हामीले आफ्ना खेलाडीलाई नेपालमै भविष्य देखाउन सक्ने वातावरण बनाउनुपर्छ। राम्रो लिग, नियमित तलब, राम्रो प्रशिक्षण, आधुनिक पूर्वाधार र व्यावसायिक व्यवस्थापन भयो भने मात्र नेपाली प्रतिभा नेपालमै रोक्न सकिन्छ। नेपालमा फुटबलको प्रतिभा मरेको छैन, तर हाम्रो फुटबल प्रणाली भने सङ्कटमा छ। फिफाको निलम्बन, घरेलु फुटबलको अस्तव्यस्तता र खेलाडीहरूको विदेश पलायन यी सबै गम्भीर चेतावनी हुन्। अब केवल दोषारोपण गरेर पुग्दैन। वर्तमान एन्फा नेतृत्वलाई विघटन गरी नेपाली फुटबललाई माया गर्ने र बुझ्ने र यसको विकासका लागि स्पष्ट सोच भएका नयाँ व्यक्तिहरूलाई नेतृत्व गर्ने अवसर दिनुपर्छ। किनकि खेलाडी र प्रतिभा भएर मात्र हुँदैन, उनीहरूलाई खेल्ने ठाउँ र अवसर पनि चाहिन्छ। त्यसैले अब प्रश्न कहिले सुधार होला भन्ने होइन, अहिले सुधार नगरे कहिले गर्ने भन्ने हो। इट्स नाउ अर नेभर फर नेपाली फुटबल।